मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। हेर्नुहोस् साथीहरू, गोलभेडा फलेको गोलभेडाको साइज हेर्नुहोस्। अब साथीहरूले मेरो गोलभेडाहरू हेर्नु होला, आनन्दले फलिरहेको छ। हेर्नुहोस् यसमा कतिवटा जति फलेको छ। 1 2 3 4 5 6 7 8वटा एउटा भयो साथीहरू। मजाले फल्दो रहेछ त ल। हेर्नुहोस् है साथीहरू, आज मात्रै टिपेर पाकेको जति टिपेर यो हरियो जति चाहिँ बाँकी नै छ। 2-4 दिन पछाडि त फेरि पाकेको चाहिँ। ल हेर्नुहोस् है साथीहरू, आज म यसो टमाटर बारीमा घुम्न आएको छिरेको। ल हेर्नुहोस् है साथीहरू, टमाटर छ नि राम्रै यस्तै टन्नै फलेको छ। त्यसभित्र बोडीहरू पनि छ है साथीहरू, बोडी पनि फलिरहेको छ। बोडी है साथीहरू, टमाटर बोडी तरकारीको आइटमहरू चाहिएमा सम्पर्क गर्न सकिन्छ है। हेर्नुहोस् टमाटर लट्टरम्मै फलिरहेको छ। बोडी सिमी सबै छ भन्नु पर्यो। ल साथीहरू, यस्तै छ हाम्रो टमाटर। हजुर मन्दिर भाग्नु नजाने म सो ल। यस्तै छ है साथीहरू, म आज यसो बाहिरतिर घुम्न निस्केको। यसो दाइको टमाटर खेती ढनेलाभित्र अनि छिरी हेरेको, पुरै लटरम्मै फलिरहेको रहेछ कि। एउटा यहाँ झुप्पामा चाहिँ 8-9वटा जति छ है। यस्तो दामी फलेको रहेछ कि टमाटर। हेर्नु साथीहरू, यहाँ यस्तो मजाले फलेको रहेछ क्या। हेर्नु न, यसरी फले पो फल्ने अनुसारको दाम पनि आए पो राम्रो हुने हो। टन्नै छ, फल्न पनि के साह्रै फलेको छ हो। आज मात्रै अघि भर्खर मात्रै टिपेर छ, नभए त लट्ठरम्मै रातो पहेँलो हरियो सबै त्यही दामीले फलेको देखिने रहेछ। आज चाहिँ अघि भर्खरै टिपेर छ म आउनुभन्दा अगाडि। हेर्नुहोस् है, कस्तो झुप्पा झुप्पा क्या। हेरौँ टिपौँ जस्तो कि अस्ति पनि एकचोटि यही टमाटरलाई गोडमेल चाँडकाँड गरेको थियो। आज पनि फेरि घुम्दै आइपुग्दा त्यस्तै भयो है साथीहरू। ल यो चाहिँ फेरि अर्को। ल यस्तै रहेछन् दिदीका टमाटर खेती। राम्रै रहेछ भन्नु पर्यो, सबै फर्स्ट आएकै रहेछ। हेर्नु न कस्तो झुप्पा फल्यो। हेर्नु न, फल्न पनि सोचेको भन्दा नि बढी फलेको रहेछ कि साथीहरू। ल है, आनन्दले हेरौँ घुमौँ टमाटर बारीभित्र है। कस्तो आनन्द। पारीतिर किराको याद। हो बाजे के हो मान्यु बन ठिकन बोले आगे ठिकन। यो टनेलामा चाहिँ हाम्रो हजुरबा औषधी छर्दै पछिको टमाटरलाई। देख्नुभयो होला साथीहरूले टमाटर। हैट
अझै आज टन्नै घुमे दाइ दिदीको टनेलो फर्ममा हेर जहिले हल्लिआएको छ क्या ल आज यसो फुर्सद निकालेर आएको टमाटर त कति हो ल है साथीहरू म चाहिँ अब टमाटर बारीबाट निस्केँ मेरो दोस्रो ब्लग